उहाँ चाहिँ हाम्रो सदाङ सर स्केटिङ खेल्नको लागि तयारी अवस्थामा हुनुहुन्छ। हेर्दै जानुहुँदा उहाँको सुरु भएपछि म तपाईँलाई अपडेट गराइरहनेछु है। खुट्टाको सेफ्टी लगाइसकेर हातको सेफ्टीमा हुनुहुन्छ उहाँ। भाइले चाहिँ अहिले उहाँलाई सेफ्टी लगाइदिँदैछ। देख्न सक्नुहुन्छ भाइ बहिनीहरू उहाँलाई खेलिराख्नुभएको छ। ओहो भाइ अर्को यो भाइ चाहिँ निकै प्रफिट छ कुद्नलाई, हेर्नु होला सबैहरूले। हाम्रो ससाङ सरको पनि एकदमै तयारी अवस्थामा हुनुहुन्छ। उहाँको चाँडै ससाङ सर उठ्ने तयारीमा हुनुहुन्छ। उठ्नु समातेर ल उठ्न तयारी हुँदै हुनुहुन्छ। हेर्नुहोस् है ल समातेर बिस्तारै बिस्तारै उठिसक्नु हाँस। हो नयाँ हो क्या आज फर्स्ट। यता बिचमा बिचतिर हेर अगाडि बढ्ने तयारीमा हुनुहुन्छ। ल समात्न नसमात उहाँले अड्केको हुनुहुन्छ। हेर्नु अरू कुदिराख्नु होला कुद्नु उहाँले यो हात छोड्ने बित्तिकै लड्ने अवस्थामा हुनुहुन्छ होइन। हामी चाहिँ अब एकदमै ल सुरु गर्नु उहाँले हिँड्नलाई। हेर्नुहोस् लडिसक्नु भएको छ उठ्दा उठ्दै फेरि उठ्ने त भाइले खेलिरहेका छन्। म चाहिँ एकदमै उठिसक्नु अगाडिबाट आज फर्स्ट अगाडि उता फर्केर हिँड्नु न यो काट्नु हेर्नु अघि अगाडि बढ्दै हुनुहुन्छ। यसले हेर्न सक्नुहुन्छ। ल हेर्नु हिँड्छ नि त हिँड्नु न हो त नसमाते हिँड्नु भने त अगाडि नसमाते एकचोटि हिँडेँ भाइ हाम्रो ससाङ फेरि हिँड्दै हुनुहुन्छ। म चाहिँ तपाईँलाई भिडियो खिचेर मनोरञ्जन दिन्छु। ल जानुहोस् जानुहोस् एकदमै तीव्र गतिमा स्केटिङमा हाम्रो फेरि तीव्र गतिमा हुनुहुन्छ उहाँले। भाइले हान्छ भाइ भन्छ म उहाँहरू चाहिँ नयाँ तिनैजना चाहिँ भित्ताको रेलिङमा मात्र हिँड्ने चाहिँ फर्स्ट टाइम हुनुहुँदो रहेछ। हाम्रो सर चाहिँ पर पुगिसक्नु भएको छ। बसिसक्नु अझ फेरि कुद्दा कुद्दा भाइ फेरि बिस्तारै लडिन्छ।
फेरि हिँड्दै उहाँ हाम्रो अर्को चाहिँ उहाँ पुगिसक्नु भएको छ हेर्न सक्नुहुन्छ मलाई यस्तै हुन्छ भनेर डरले म चाहिँ खेलिनँ किनभने म अलिकति मोटो भएको कारणले लड्छु कि भने बिस्तारै लड्दै घिच्दै पहिला बरु भाइ पनि हेर्नुहोस् होला हुनुहुन्छ साङसर उठ्ने तयारीमा एकदमै तीव्र उठ्ने तयारी हुनुहुन्छ उहाँ चाहिँ उहाँदेखि हेर्नु सबैजना खेल्दै हुनुहुन्छ होइन त्यहाँदेखि यहाँसम्म आउनको लागि ठ्याक्कै तपाईँको 15 मिनट टाइम लागिसक्नु भएको छ बल्ल फेरि उठिसक्दै हुनुहुन्छ अब उठेर अगाडि बढ्ने तयारीमा हुनुहुन्छ हेर्नुहोस् देख्न सक्नुहुन्छ त्यहाँसम्म पुग्नु भएको छ मलाई यो जोगी नै गाह्रो थियो धेरैजना खेल्ने हेर्नुहोस् त्यसरी कोही लड्दै हुनुहुन्छ कोही भाइ खेल्दै आउँदै हुनुहुन्छ अब यो हेर्नु यहाँदेखि पल्ल तल्ल त्यहाँ पुगेर त्यहाँ बस्नु हजुर खोइ अगाडि बढौँ न टाइम सकिने आँटो अगाडि बढौँ न हजुर उता उता एक राउन्ड त लाउँ न अनि ल म फेरि अगाडि बढ्ने तयारीमा भर्खरै जन्मेको लैन पाडा जस्तो तरिकाले उहाँ हिँड्न खोज्दै हुनुहुन्थ्यो फेरि उहाँ हिँड्न असफल हुनुभयो भाइको पनि हेर्नु हालत यस्तो चक्का घुमाउँदै बस्ने बेला अब उठेर हिँड्नु न उठ्नु खोज्दैन हेर्नु उठ्ने तयारीमा एकदमै बोल्दै राख्नु भएको छ यो के दुःख गर्नुभएको होला के कुरा लागेको हो यो उठ्ने तयारीमा हुँदा हुँदै फेरि अगाडि बढ्नु हिँडिसक्दा फेरि उहाँ लडिहाल्नुहुन्छ यो चाहिँ एकदमै भाइ यहाँ बिचमा हुनुहुन्छ उठ्ने तयारीमा एकदमै हेर्नु फेरि यहाँदेखि उठिसक्दा लड्ने यो के को दुःख गर्नुभएको नि मैले त हुँदैन अघि नगरौँ भनेको उहाँको एकदमै रहरले गर्दाखेरि हामी आएको हो ल बसेरै वरिपरि गर्ने तयारीमा लागिसक्नु हजुर ल तपाईँहरूलाई यो पुरै घसिँदै हुँदै त्यति सानो बाबुहरूले मजाले खेलिराख्नु भएको भने ल फेरि पानीमा चाहिँ स्टार्टिङ अवस्थामै बसेर हिँड्दै उठेर हिँड्नु उठेर उठ्ने तयारीमा हुनुहुन्छ हेर्नु पुग्ने हो ठाना फेरि यो चाहिँ एकदमै रमाइलो पनि हो इन्टरटेनमेन्ट होइन एकदमै मात्र स्केटिङको भिडियो भरि हाल्नुहुन्छ होला युट्युबमा त्यतिखेर पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ उहाँले चाहिँ आफ्नो अनुभव हुन्छ गर्दै हुनुहुन्छ हान्छ भने थाहा नहुने ल हेर्नुहोस् यहाँ नानी बाबुहरू पनि खेल्छ नि त सदाङ फेरि कोसिस उहाँकै कोसिस आएर चाहिँ मलाई उहाँकै मात्रै देखाउन मन लागेको छ किनभने चाहिँ
एउटा भर्खरै लैन पाडा जस्तो भर्खरै जन्मेको जस्तो हिस्ट्रीमै हेर्दै यो दुःख नगराउन सर भन्दा मलाई नमानी आउनुभएको एकदमै धेरै रमाइलो लिँदै हुनुहुन्छ। म बाटोबाट हट्दैछु, हेर्नुहोस् साथीहरू उहाँको फेरि हालत म यति धेरै हाँसेँ यति धेरै हाँसेँ। अगाडि आउँदै हुनुहुन्छ, म बाटो कतै आएर मलाई बोलाउनु हुन्छ कि भन्ने फेरि आफूलाई कन्ट्रोल गरिसक्नु भएको छ उहाँले। ल अब बाह्र आयो। यहाँसम्म आइसक्नु भएको छ। 50जना दुईजना यहाँ एक्सचेन्ज गर्न निकै गाह्रो भएको देख्दैछु र एकजना सर 20तिर एकचोटि आउनु पर्यो। 20तिर ल हेर्नुहोस् उहाँको फेरि देखाइदिनेछु। ल अगाडि बढिसक्नु भएको छ। फेरि दुईजना पछि गरेर एकदमै तीव्र गति मैले त अझ त निकै पार आइसकेको छ मलाई। अघि सुरुमा भन्दा निकै मजाले हिँडिराख्नु भएको छ। अब यो उहाँको पहिलोचोटिको सेटिङ 30औं वर्षको उमेरमा आज पहिलोचोटि हिँड्दाखेरि उहाँ फेरि आफै नानी कस्तो भइरहेछ नानी मजा भएको छ। सानो नानी बाबुहरू मजाले खेलिरहेको छन्। उहाँ हाम्रो सोसाइटीबाट भने तपाईँको मलाई यहाँ पागल भइसकेँ म। हेर्नुहोस् हाँसेर आज एक राउन्ड घुम्न सक्नु भएको छैन यति बेरमा। तपाईँको यो सानो स्टेडियममा सानो ठाउँमा लगभग आधी घन्टा 30 मिनट प्रयास गर्दा पनि उहाँ अहिले बल्ल अलिकति भाइहरू पनि दुईजना अगाडि हेर्नुहुन्छ। उहाँहरू कसो गर्नुहुन्छ त्यही सिक्दै अगाडि बढ्न खोज्दै कहिले खुट्टा अगाडि कहिले खुट्टा पछाडि एकै नाच्दै हिँडेको छ। ल हेर्नुहोस् म यहाँदेखि तपाईँलाई जुम गरी देखाउनेछु उहाँको। म धेरै उहाँसित हिँड्दै थाकिसकेँ एकदम। यहाँ हेर्नुहोस् भाइहरू यसरी बिचमा हिँड्न खोज्दाखेरि सिकियो भाइ यो बिचमा गइ गर्दै हुनुहुन्छ। हेर्नु उहाँको कहाँसम्म तपाईँहरू उहाँ पनि सँगसँगै एकैचोटि सुरु गर्नुभएको कहाँसम्म जानुहुन्छ उहाँको पनि हेरौँ। दुईजनाकै हेरौँ हाम्रो एकैचोटि दुईजनाकै फर्स्टमा भाइले चाहिँ सेतो बेच्ने भाइ उहाँलाई बिचमा ट्राई गरिसक्नु भएको छ। अनि हाम्रो ससँग रेलिङ समातेर भुइँमा लडै हुनुहुन्छ अझै छ नि उहाँको चाहिँ यो बिचमा हिँड्न थाल्नु न। अब त एक राउन्ड भयो ल हेरौँ भाइ हेरौँ भाइ खेलिरहेको छ। 20तिर हेर्दा हुन्छ सर। अब यता हेर्नु मैले यता हिँडिएर त
बाबु ल तपाईँ त्यहाँ रेस्ट गर्नुपर्छ यसरी लडेको देखाउन बाँकी रमाइलो हुनु उहाँ लड्न आँट्नु होइन जीवन दिएको होला पक्कै सिमेन्टमा पछारिँदाखेरि चाहिँ अनुभव होइन लडेको चाहिँ भिडियो आउने बित्तिकै देखाइहालौँ भनेको लड्न आँट्नु भएन फेरि अब त्यहाँ उहाँले फेरि एकचोटि फुटेर आफ्नो रमाइलो कति कुरा देखाउनु भएको छ भयो होला कस्तो साइकलमा चढे जस्तो हुन्छ पछारिएर म त मर्छु झाड भाँचिन्छ पछारि हो हिँड्नु नै भएन तपाईँ यहाँ यो खुट्टा छड्के बनाउनु पर्दो रहेछ घाँटी उसलाई चक्कालाई हो त्यस्तो हुन छिटो छिटो होइन थालिसक्यो अरू भाइहरूको बिचरा कति ज्यान दुख्छ यति ज्यान दुखाएर पनि किन रहर हो मान्छेको होइन आफ्नो रहर रक्षा हुन्छ सबै भनेको हाम्रो सोच्ने गरी यो बुढेसकालमा पनि हेर्नु के को रहर लागेको बुढालाई मलाई चाहिँ कस्तै आएर कुदेर आएर हानेर मार्छ लडाएर भन्ने पिर भइसक्यो उनीहरू फेरि उनीहरूले हात मलाई यहाँ आएको छ फेरि तर्केर हिँड्ने मान्छेले कतिखेर लडाउँछन् गरम छ जुत्ता गरम मलाई चाहिएन सानो क्लिप त गरेर देखाउँछु अब ससाङ सरको एकदमै अहिले चाहिँ अलिकति रफ्तार बढाए जस्तो हुँदैछ होइन अब कहाँ ब्रेक लाग्ने हो थाहा छैन एक प्लेट होइन यताबाट घुमेर जाउँ न आज मजाले भोलि निन्दा लाग्ने पछि दुखेर निकै तेचारिनु भएको छ आज भुइँमा
लडिसिक्दाखेरि फेरि तयारीमा हुन्छ हेरौँ उहाँको उठाइ कहाँसम्म सक्सेस हुन्छ आज धेरै समयपछि यति धेरै हाँसेको छु यो मेरो फेरि अगाडि मर्नु चाहिँ कहाँ पुगेर म चाहिँ हेर्दाखेरि हाँसेको छु भाइ लाग्छ मलाई चाहिँ भिडियो लाइन्छु भरे घरमा देखाइदिनु उठु उठु सकेर जाउँ रात परो यो भइरहेको सिकिसकेर कसरी हिँड्छ न जसरी पनि हिँड्छ नि त सुरु भइसकेको छ यही खोलिदिएँ पर पुगेर खोलौँ न त्यहाँ पर नपुगी बाटैमा खोल्न सक्ला बिचरा उहाँको धेरैचोटि लडिसक्नु भएको छ त्यही भएर नि अब चाहिँ म सक्दिनँ है भनेर उहाँले हरेस खाएदेखि एकदमै हात छोडेर कस्तो रह्यो एक्सपिरियन्स अहिले हामी बाहिर निस्केपछि उहाँको बुझ्नेछौँ उहाँ चाहिँ अब एकचोटि लडेर चाहिँ पुगे हुन्थ्यो भनेर लागेको हेरौँ के हुन्छ उहाँ सक्सेस हुनुभयो अन्तिममा यस सुरुमा चाहिँ भयो भने अन्तिममा सक्सेस जति आइसक्नु भएको छ अहिले उहाँको जुत्ता खोल्ने तयारीमा हुनुहुन्छ हेर्नुहोस् तपाईँले हामीले उहाँको स्केटिङको सुरुदेखि अन्त्यसम्मको यात्रा देखायौँ अन्त्यमा आफ्नो खुट्टा पसारेरै बसेर सक्नु भएको छ र उहाँले खोलिसक्नु पनि भएको छ यहाँ तपाईँलाई सुरुदेखि अन्त्यसम्म देखायौँ ल अहिले उहाँको एक्सपिरियन्स कस्तो रह्यो त्यसको देशमा हामी अहिले देखिहाल्नु भयो स्केट गरेको मेरो पारा कस्तो थियो भनेर यी दादा गरे मसँग यी दादा नै गरौँ न भने हाँसेर गर्नु जिउ दुखेर 3 दिन सुत्थेँ म पछाडिएको पछाडि त्यो स्केट गर्न त ट्वाक पनि खानु पर्दैन दादा त्यतिकै हल्लाइदिन्छ उता नै पर्नुभएको धेरै भिडियो छ सरको भएर हेर्नु होला आज पोस्ट गर्नुपर्छ जाँदैछौँ यहाँ स्केट गरेर अब के भन्नु पछाडिएर हामी यहाँबाट जाँदैछौँ तपाईँहरूको भिडियोमा देखाइरहेको छु नेपाल पुलिसको गाडी कता जाने हाम्रो यताबाट दादा बिचमा गाडी छ हामी यही हो म चाहिँ एउटा स्केट गर्ने भिडियो गर्ने त यहाँ हुन्छ कि होइन दुईजना बार्लाङ बुर्लङ भइहाल्यो म मात्रै दादालाई गरौँ भन्दाखेरि दादा नमाने नगर्ने रे म त पल्लो चाहिँ पुग्ने थिइनँ नि म त पुगेँ त्यति पनि या धन्न इज्जत लागि बस्छु हो त्यति धेरै हाँसेको छु म त्यो भिडियोमा हाँसेको सुन्नुहुन्छ तपाईँहरूले दादा के भिडियो बनाउनु थाहा छैन भरे अब त्यो हाल्छु म होइन हेरेर गर्नु होला ल कहाँ छ के छ खबर हामी फिल्मको यो दृश्य तपाईँहरूलाई म देखाइदिएको छु बेलुका अहिले 7:30 भइसकेको छ 7:30 बजीको यो दृश्य तपाईँहरूलाई फिल्म बजारबाट कस्तो भयो त्यो दादा भिडियो भन्नु केही कुरा भिडियो मैले खिचेको छु सबै कुरा त्यसमा चाहिँ म एक्सप्लेन गर्न सक्दिनँ धेरै हाँसेको छु मलाई धेरै खुसी लागेको छ सरले दुखेर लडेर पीडा भए पनि तर मैले अरूलाई लडाएर आफू खुसी मान्ने मान्छे यहाँ होइन आँसु रोक्नु सकेको छैन मैले त्यहाँ कुनै पनि ठाउँमा हेर्नुहोस् हुन यो पहिलो अनुभव हो होइन कता कता बाल्डिङ बुल्डिङ खाइयो होला अब अर्कोपल्ट चाहिँ राम्रै खेलिदिन्छ गरिन्छ तलबाट एकछिन रोक्नु त्यसलाई